छौँ चोबारको गल्छीमा छौँ। यो गल्छी चाहिँ यस्तो गल्छी हो काठमाडौँभरिको चाहिँ पानी निष्कासन हुने गर्दछ। अनि हामी यहाँ आइपुग्दाखेरि यो अवस्था चाहिँ भर्खरै चाहिँ पानी बढ्ने क्रममा छ र पोहोर साल चाहिँ यहाँसम्म यो जो म यहाँ बसिरहेको छु यहाँभन्दा माथिपट्टि पनि पानी आएको थियो र अहिले पनि त्यस्तै अवस्था आउने सिर्जना हुन्छ भनेर चाहिँ भनिरहेको अवस्थामा यो गल्छीमा चाहिँ यो चाहिँ चोभारको गल्छीको पानी हामीले हेऱ्यौँ भने चाहिँ अहिले चाहिँ यस्तो अवस्थामा कुनै पनि क्षति हुँदैन। तर यसको डबल भयो भने वा ट्रिपल भयो भने योभन्दा ठुलो भयो भने चाहिँ धेरै घरहरू डुबानमा पर्छन्, धेरै मानिसहरूको घरमा पानी पस्छ, धेरै मानिसको चाहिँ ज्यान जान सक्ने सम्भावना देखिन्छ। त्यसकारण चाहिँ सरकारले चाहिँ हाई अलर्टमा विभिन्न निकायहरूलाई चाहिँ परिचालित गरिरहेको छ भने नगरपालिका पनि एकदमै सक्रिय रूपमा चाहिँ लागि परेको छ र जो मानिसहरू चाहिँ खोला किनारमा बस्नुहुन्छ सुकुम्बासी लगायतका अरू मानिसहरूलाई पनि सरकारले चाहिँ व्यवस्थापन गर्ने काम निरन्तर भइरहेको छ। यो तीन चार दिनमा चाहिँ ठुलो पानी पर्ने र नेपालैभरि चाहिँ यसले चाहिँ एकदम सचेत भएको देखिन्छ र मौसम विभाग पनि एकदम सक्रिय भएको देखियो र एकदमै सूचना एकदम चाँडा रूपमा चाहिँ दिएको देखियो। त्यसरी नै महानगरका पालिका पनि एकदम सक्रिय रूपमा प्रहरीहरू परिचालित छन्, सिडिओ आफै परिचालित छन्। साथसाथै सबै मानिसहरू चाहिँ एकदम सचेत रहेको छन् किनकि पोहोर साल जति मान्छेको क्षति भयो त्यो क्षति नहोस् भन्ने हिसाबले चाहिँ विशेष गरेर चाहिँ माइकिङ गरिरहेको छ। जो चाहिँ खोलाको किनारमा बस्नुहुन्छ, खोलामा चाहिँ बसोबास गर्ने मानिसहरूको निम्ति चाहिँ माइकिङ गर्ने र उहाँहरूलाई चाहिँ त्यहाँबाट हटाउने र उहाँहरूलाई सुरक्षित ठाउँमा लग्ने काम भएको कारणले पनि यो वर्ष चाहिँ पहिलाको वर्ष जस्तो क्षति त नहोला। तर जो चाहिँ अब बाढी भयानकै ठुलै आयो भने चाहिँ घरहरू चाहिँ टहराहरू चाहिँ भत्काउन सकेला, तर मानिस चाहिँ कम मर्छन् भन्ने वा एकदमै न्यूनै नहुन पनि सक्छ किन काठमाडौँमा र भ्यालीभन्दा बाहिर चाहिँ अलिक बढी सम्भावना देखिन्छ किन पहिरो कारणले हैन। अनि यो हुन सक्ने सम्भावना देखिन्छ। तर हामी अपेक्षा गरौँ चाहिँ प्रार्थना गरौँ कि सबैजनाले चाहिँ यो वर्षको बाढीले चाहिँ कसैलाई पनि क्षति नगरोस्, कसैको पनि ज्यान नजाओस्, सबै सकुशल रहन्, सबैको भलो होस् भन्ने हामी चाहिरहेका छौँ। गत साँझदेखि निरन्तर रूपले पानी परिराखेको छ, पानी कम हुने छाटकाट पनि देखिएको छैन। तर पनि सरकारले हुन त केही दिन अगाडिदेखि पानी पर्ने पूर्वानुमान भएको थियो। तत्पश्चात सरकारले 3 दिनको लागि सडक अवरुद्ध गर्ने, बन्द गर्नेदेखि लिएर विभिन्न सुरक्षाका कदमहरू पनि चालेका छन्। जस्तै तपाईँले भन्नुभयो केही हदसम्म सुरक्षा चुनौती कम हुन सक्छ अथवा असुरक्षा कम हुन सक्छ भन्ने यहाँले जानकारी गराइरहँदाखेरि धेरैजनामा भने सरकारको यो कदमप्रति कति रुष्ट भइरहेका छन्। काठमाडौँ आउने मानिसहरू बिच बाटोमा अलपत्र भएको अवस्था छ। यसलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ? यो चाहिँ आपतकालीन अवस्था हो होइन। आपतकालीन अवस्थामा रुष्ट हुनु स्वाभाविक नै हो। मानिस आफ्नो घरमा गएर सुतिरहन पायो भने धेरै राम्रो हुन्छ। तर अब चाहिँ जाँदै भयो चाहिँ केही दुर्घटना परिगयो भने फेरि सरकारको चाहिँ आलोचना पनि हुन्छ। त्यसकारण चाहिँ बरु सरकारले चाहिँ उहाँहरूलाई जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित राख्ने र उहाँहरूलाई खानपिनको व्यवस्था गर्ने र उहाँहरूलाई चाहिने अति आवश्यक कुरा जे छन् होइन त्यो चाहिँ उपलब्ध गराउने प्रहरीले, प्रशासनले, स्थानीय निकायले, नगरपालिकाले, महानगरपालिकाले त्यो गर्ने काम गर्यो भने चाहिँ उहाँहरूको जुन गुनासो छ त्यो गुनासोलाई यो अब 3 दिन त हो नि होइन, सधैँ त रोक्ने होइन। त्यसकारण चाहिँ हामी सबैको लागि भलो छ। त्यसकारण चाहिँ अवस्था हेरेर, परिस्थिति हेरेर यदि जाने अवस्था चाहिँ थोरै पनि हुन्छ तर एकदमै जोखिमपूर्ण छ जसले चाहिँ अब ज्यानै जाने सम्भावना छ भने र एकछिन धैर्य गर्दा 3 दिन धैर्य गर्दा दुःख पाउँदा पनि चाहिँ ज्यान बच्यो भने लाख पायो भने जस्तो नै हो। त्यसकारण चाहिँ सरकारले अलि जुन अहिले निर्णय गरेको छ यो स्वागत योग्य छ किनकि पहिला चाहिँ खालि जानकारी मात्र गराइन्थ्यो मिडियाद्वारा र सञ्चारकर्मीले त्यसको प्रसारण गर्नुहुन्थ्यो। तर अहिले त सरकार आफै लागेको छ। सायद यो जेएनजीको सरकार भएको कारणले पनि ल सबै संयन्त्र चलाउनुपर्छ भन्ने भएको पनि होला। त्यसकारण चाहिँ यो नयाँ सरकारले नयाँ परिवर्तन ल्याएको छ र यसरी चाहिँ यो ठाउँमा हामी बसिरहँदा यो पारिपट्टि जब हामीले चाहिँ उत्पत्तिमा त्यो 27-28 जना
चाहिँ भन्दा बढी मान्छे त्यो बेलामा पोहोर साल मरे, तर यो समय चाहिँ नहोला भन्ने चाहिँ म अपेक्षा गरिरहेको छु र सरकारले पनि त्यही प्रकारले भूमिका। सालको सरकार जुन केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार भन्दा पछिल्लो समय जेन्जी पुस्ताको विद्रोह पश्चात बनेको विशेष गरी सुशीला कार्की, पूर्व न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार अघिल्लो सरकार भन्दा काम गर्नको निम्ति र दूरदर्शी चाहिँ देखिएको भन्ने लाग्यो होइन? पक्कै पक्कै तपाईँले सही भन्दै हुनुहुन्छ। यो सरकारले चाहिँ किन जनताको रगतद्वारा बनेको सरकार भएको कारणले सुशीला कार्की जो प्रधानमन्त्री हुन्छ, नेपालको पहिलो प्रधानमन्त्री, उहाँले जुन अहिले कदम चालिरहनु भएको छ, गृहमन्त्रीले जुन कदम चालिरहनु भएको छ, यो एकदमै उहाँले जुन मोबिलाइजेसन गरिरहनु भएको छ त्यो संयन्त्रहरूलाई एकदम यो असल छ। किनकि पहिला त्यति यो प्रकारको हुन्न थियो। त्यसकारण चाहिँ पहिलाको सरकारभन्दा यो सरकार क्रियाशील छ, यो सरकार शक्तिशाली छ, यो सरकार चाहिँ जनताप्रति चाहिँ जवाबदेहिता छ, जनतालाई बचाउनुपर्छ, जनताको भोइस सुन्नुपर्छ, जनताको ज्यान र धन दुईटै सुरक्षा राख्नुपर्छ भनेर यो सरकार एकदम सचेत रहेको छ र यसले चाहिँ गर्दाखेरि यो सरकार चाहिँ ले राम्रो काम गरिरहेको छ। यो सरकारलाई अझै हामीले सपोर्ट गर्नुपर्छ, जनताले सपोर्ट गर्नुपर्छ र हामी आफै पनि सचेत हुनुपर्छ। सम्पूर्ण काम त सरकारले गर्ने भन्ने होइन, तर सरकारले एक प्रकारले चाहिँ क्रियाशील हुनको निम्ति, सक्रिय हुनको निम्ति एउटा वातावरण सिर्जना गर्ने हो। त्यसकारण हामी चाहिँ अहिलेको अवस्था भनेको एकदम सेफ्टी रहने, सुरक्षित रहने र मानिसहरूलाई चाहिँ यदि कोही जोखिममा छन् भने एकदमै रातो चाहिँ घेरामा छन् भने उहाँहरूलाई चाहिँ निकाल्ने काम हामीले गरेर सुरक्षित ठाउँमा राख्नुपर्छ। उहाँहरूलाई बरु हामीले आफूले खाना दिएर हुन्छ कि आफ्नो सेल्टर दिएर हुन्छ कि घर दिएर हुन्छ कि उहाँलाई बस्ने व्यवस्था पनि हामीले सक्ने मान्छेहरूले यो समयमा आपतकालीन समयमा गर्नुपर्ने हुन्छ। हो किन भन्दा यो चाहिँ अब आपतकालीन अवस्था हो होइन? यो चाहिँ आपतकालीन अवस्थामा चाहिँ हामी जो यदि सङ्ख्या लागेको छ वा कसैले चाहिँ पछि होइन मेरो घर सुरक्षित छ, म बसेको ठाउँ सुरक्षित छ भनेर चाहिँ हामीले त्यो प्रकार घमण्ड नगरौँ। यदि कसैले त्यो चाहिँ सम्भावना चाहिँ त्यस्तो हुनेछ भने तुरुन्त उहाँहरूलाई निकाल्ने चाहिँ साथी जो कोही हुन्छ, आम नागरिकहरूले त्यो गर्नुपर्ने हुन्छ र हामी पनि चाहिँ एक अर्काले चाहिँ सुरक्षित कसरी रहने भन्ने कुरामा जहिले पनि सतर्क रह्यौँ भने र हामी के यो समयमा चाहिँ एकजनाको पनि मृत्यु नहोस्। एकजना पनि, किन हामी त्यत्रोजना चाहिँ हाम्रा मानिसहरू हामीले गुमाएका छौँ जेन्जी आन्दोलनमा, हामीलाई दुःख लागिरहेको छ। यो समयमा सबैजना चाहिँ एक भएर, न तेरो पार्टी न मेरो पार्टी न जेन्जी न सबै समूहका मानिस मिलेर चाहिँ अहिलेको समयमा हामीले चाहिँ सचेत भूमिका निर्वाह गर्ने र काम गरिरह्यौँ भने हामी सबैजना सुरक्षित रहन सक्छौँ। हस्, धन्यवाद। तपाईँको पानी उ भयो। पुरै बढिरहेको अवस्था छ, हेर्नु सक्नुहुन्छ।